तिनीहरू जुम्ले आएन कुमारीहरूबाट सुरु कन्याकुमारीहरू सुरु मलाई कसरी बस्ने हो कन्याकुमारीहरू लाउँदा नानी सिमरन गयो मेलिसालाई बोला न साँझै टिन्डो त छ नि कि सिमरन र छोरी र कि मेलिसालाई बोल्नु न ह्याप्पी दसैँ भन हो ह्याप्पी दसैँ है ह्याप्पी दसैँ छोरीहरूलाई त छोराहरूलाई पर्दैन दिउँ भने छैन बाबै कति धेरै पैसा दियो त्यो कुन त ल कुचुरे हातैको अहिले 500 घटी त निदै लिन्न नि पढ्नु के भन्नु मन लागेको छ त्यो भन्नु होइन पहिले टिका लाग्यो अनि त्यो चितवनमा आउने उसले के त्यो ड्राइभरले डबल भाडा तिर्नुपर्छ भाडा दिएर जानुमा स्कुटीमा कहाँबाट बोलेको ओहो कस्तो राम्रो देखेको सबै रातेर आएको यो पनि राम्रो देखेको छ त आज त के हो ल युट्युब हेर अहिले युट्युबमा बुढी भइसक्यो बुढी भइसक्यो है 25 वर्ष भयो अन्य सालको झ्याउ खाए नानी बोकेर हिँड्नलाई लाइदिनु यो दुईटालाई अनि केटाहरूले त सही हो वो दुती यहाँ आइज न हात गरियो के ओए कति गाइज त यो समाज न हात गले के ड्युटीसँग हात गली के भिन्दै कहिले त्यहाँ हेरेर गरे के बित्ता आएको ड्राइभर थाहा पाउँदैन नयाँ कपडा लाउनु बाजे गाउँदाना नमाने टिका छरे बिचरा हेर न त्यो बुच्चीले के हेर त्यो पैसा यति हुने भयो लाइदिनु पर्यो नि ओइ स्वामी यहाँ आइज ऊ भिडियो देखाइदियो भिडियो देखाइदियो नि कान्छालाई त्यो होइन के यहाँसम्म त्यो भिडियो कलमा गएर त्यहाँ देखाइदियो नि त्यस्तै गर्छ कि झलक छ नि अनि अब भात खाएर माथिले जान्छ कि टिका लाएर आउँछ पहिला माथि गएर बाछीको घर माथि अहिले टिका लाएर आउँछ आएर खान्छ कि के गर्छ भनेको यिनीहरू माथि बाजेको घर जति खाइनु हुन्छ यी भाइ अनि यति मिलेर बसा नि तिमीहरू कुन चाहिँ लाने सोध्छ लाउरे भएर लाउरे म अलठाउँ भएर तर सँगै
तर पो समेर जाने तर सकेर मलाई कुरा भने जस्तो दादा दाइ नमस्कार दाइ नमस्कार दाइ ओइ सलिड ढोकर त खुट्टै ढोकर आमा खुट्टा यस्तो छ कुखुरा पाती मिलाइदेऊ न आउने हो मिलाइदिनु ए टिका लगाउन आएर ढिलो भइसक्यो यहाँ म त यता र उता गरेरै भ्याएन होला नि कता कता फोन छोडेर हिँडेको आज फेरि निगु जाने भनेर हामी आत्तिराखेको छ कि भाउजूले त भन्दै आएको छ कान्छेले फोन गरेछ भनेर म त बिर्सिरहेको बाबा अघि नै भन्दै साथी एकचोटि कता कता म त कान्छेले फोन गरेको थियो अघि नै भनेर भन्छ त्यही रहेछ त्यतिखेर म यता र उता गरिरहेको ज्वाइँ आज भिडियोले जाने अब कसैले पोको पारेर बस्नु परेन भनेको भरे फेरि टोकाइ आउँछ गृहमन्त्रीले मैले हामीहरूलाई चाहिँ पहिला हामीले ट्यापट्याप लगाइरहनु त छोराहरू त पर्दैन छोराहरू त पर्दैन पैसा पर्दैन छोराहरू ल हात खाली गर्नु हाम्रै नामको हामीले त आशीर्वाद भयो हुन्छ कसले हो त्यो क्युआर देखाएको म लिन जाने हो कि म त्यहाँ म त्यहाँ पढाइको मात्रै आएको कि घरतिर टिकसिटो लगाएर हामी आइहाल्छौँ 5 मिनटमा किन रिसिभ आइहाल्छ कहिले अर्को दसैँ एकैचोटि अर्को दसैँमा त म लड्यो भने जान्छु भन किसराले घरमा लगाएर आउने होला नि बाबाले लगाएर ढोका गरेर आइहाल्छु कि म ढोका सबै गरेर आउँछु म गइहालेँ त है ल म किन छिटो लिएर आउँछु कि आएर तपाईँहरू यहाँ बसेर रेडी रहनु है आएर अनि खाइपी टक्कै गर्ने आएर खानासाना एक त बाबालाई ल्याउनु टाउ काट्यो के भन्नु रातो दिने क्यामेरा म्यान हामीले त यिनीहरूको डाली हो बनाउनु प्रतीक त भेट्न बस्छ जान अलिकति यहाँ आमाले बाहिरै पनि खुलाइदियो भिडियो पनि गर्दै भने त यसरी बसेको तपाईँले धेरै मेकअप लगाएर सिधै देखियो अरे कि मलाई
के लाउने हो यिनीहरू पनि मेकअप गरेर आएको हजुरले गर्नु भएन र पाउडर पाउडर लाग्छ त्यति सेट हुन्छ है ल कहिले फोटो भिडियो ताल्दै कहाँ लाउने यो होइन सबै होइन हेर्नुहोस् ऐनाले सबै ऐनातिरको आँखान नयाँ कपडा लाएर हामीले त्यही पुरानो कपडै छ त्यो खाएर अझ के अरे अब आउनु त होला खानु त पहिला छोरीहरू आउँदा फटाफट स्टार्ट गर्दै है स्टार्ट भयो आफै लगाउँछ फेरि पहिला आफू लाउने नि निधारमै छ त अलिकति ल है धेरै गाडी लगाउनु मेरो आजको के नरिसाउनु ल नरिसाउनु धेरै धेरै नरिसाउनु मनमनै दियो अब पैसा छैन 2 रुपियाँ छ 2 रुपियाँ नोट हुन्छ आजभोलि हो त्यही त्यही होइन पैसै खै निकाल्ने नि अब निकाल्ने कहाँ छ पैसा आइसकेको थियो त्यो साथै अझ ल नमानेको माने पैसा नि कोही लिन्छ त्यति मानेन 10 रुपियाँ हुन्छ हेर्नु आज सानो दिएको अब फोटो ढाउ गरम हैन त खानपिन के छ को खाने हो कोक छ टिका लानु न त लाउने मिल्दैन बस्न चल्ने भारी गइरी भयो आशीर्वाद छ राम्रो 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 पढ खबर त पुगेको के आउने मान्छे पढाइले सबै ठुलो कुरो पढ्ने आउने भोलि आमाले दिइहाल्यो नि 500 त आशीर्वाद छ राम्रो पढ्ने त्यसै राम्रो दिने दर्ची नै खुट्टा भाँचेन दौडेर लाउने छोरा र छोरा एउटै बुहारी बोलेर दौडिने है अर्को छुट्टीमा चाहिँ ल आशीर्वाद छ ठ्याट्ट भर्ती हुन्छ बस यहाँ तिनजना बस्न सँगै बस्छ झ्याली भयो अरे झ्याली गर्दैन तिमीलाई झन् पापा दुख्यो लुगा लुगा अहिले मैले बस्न सँगै तिनजनै सँगै भोलि हो भोलि सँगै हो कि बस्न पैसामा जाने हो ए दिने हो र वान्छ ला त मामाहरू त जानु परेन के छैन हैन त्यो नन्दन जीवन तिमीले काम गरे भाग्य ल देखिस् पैसा बढी बढी आएको थिएँ बिस्तारै बढ्दै जान्छ अब पैसा अब कान्छा आयो के रे कान्छीको छोराछोरी इन्द्रजीको बडाबुडी कति बेला आउँछ आयो यता सुन्दा आम त लिएर भात खाइदियो भनेको निस्केर आउँछ अनि आइसक्नु के हो त नि हाय निस्केर आउनु कान्छाले लाएर गयो मलाई एउटा मात्रै चाहिएको बस बस मलाई दिने हो
तीनटा छ यहाँ लगाइदियो पैसा त आउँदैछ साइले पनि लागिन्छ रे के लुगा लुगा भने त्यो हुन्न है त्यो हुन्न त्यो हुन्न बाबुसँग लाउनु पर्यो नि त 3 जना आउँछ काम फेरि छोरा नि आउँछ यसो हो अब फेरि घरमा नि घरमा लगाइदिनु पर्यो घरको जामलाई त्यसो भएर काम सानो ट्याप्प गरेर के कोले खुल्ला राखेको यहाँ उसा कोले आइज रेन्जर हो अरू त आउँदैन रेन्जर आउँछ कोले आइज भने समीर पहिला दाइबाट आउँछ खोइ पाछु भन्दा किलाको टोपी मजाले बसिरहेको सँगसँगै हुने होला रे ल राख्नु त अहिले छुट्टी आउने पेन्सन आउने त नि त गोदे युट्युबमा मैले राखेको नि सब्स्क्राइब गर्छु अहिले एकछिन पछि हालिदिन्छु चल्ने जाने ल राख बढी दिएछु कि यिनीहरू त दिएर पो हुने भयो त के भन्नु मासु भयो मासु लिएर आइदिनु के बोल्ने हो र म त के बोल्नु धेरै त गर्नु पर्दैन यहाँ कहाँ छ त आफ्नो दिदीको घर जाने त नि है हो जग्गा आउने उता दिदीहरूको आशा रहेछ भाइहरू पैसा लिएर पैसा छोडेर आयो भिडियो गर्नुपर्छ फोटो गर्ने फोन पारे सानो मान्छे यता यता ल आमाको तयार गर्छु त खाइसक्यो आमा लागिदिनु पैसा खायो खाएको छैन नानी थ्याङ्क यू घराउने टिका लाने यहाँ छोड्न लगाइदिन्छ है दिदी आफ्नै घरमा जाने खोइ हाल्ने खा आमालाई कालो देखे आमाले पैसै माग्यो टिकिला ए ल नाच्नु ल 5-10 रुपियाँ हाल्दैन मातेको यो इला नौ पैसा देऊ आमालाई पैसा हाम्रो पाला एकतिर पाउँछ ल पैसा ल पैसा 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 रे आमाले बजेर ल यो छुची भइसक्यो यो त के हो गुड ल पैसा हेर पैसा फाल्दियो